सबैलाई नमस्कार। म खगेन्द्र साई युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दछु। हामी मोहनियाल गाउँपालिका वार्ड नम्बर 3 को फली बिसौनामा छौँ। फली बिसौनामा पनि एकदमै राम्रो यो लिची हो, लिची फलेको छ है, एकदमै राम्रो छ। खान चाहने र इच्छुक महानुभावहरूले आएर हाम्रो पिपल चौतारामा लिची खाएर यसको स्वाद लिदिनु हुन अनुरोध गर्दछौँ। हामी एकदमै राम्रो छ भ्यू। मोहनियाल गाउँपालिकाको सबैभन्दा सुगम र तराईको जिल्ला, तराईको क्षेत्रबाट नजिक पर्ने ठाउँ फली बिसौनामा छौँ। हाम्रो यो महेन्द्र राजमार्गबाट करिब 9 किलोमिटर भित्र पर्दछ। एकदमै राम्रो छ। हामी यहाँको भ्यू देखाउन गइरहेका छौँ। यस्तो छ एकदम। यो यहाँ तल बाबुहरू पनि छन्। एकदमै रमाइलो छ, लिची फलेको छ, वातावरण राम्रो छ। हामी यही दृश्य देखाउन गइरहेका छौँ। यो हामी फली बिसौनाको पिपल चौतारा भन्ने ठाउँमा छौँ। यो हाम्रो यहाँको भ्यू हो, रमाइलो छ। यहाँ हाम्रो यहाँबाट चुरे को क्षेत्र नजिकै छ। यो माथिको यो सबैभन्दा अग्लो यो जो देखिन्छ यो मालिका डाँडा हो, सुगर खाल भन्ने ठाउँ। सुगर खालको फेदीमा छौँ हामी। अनि यो चुरे पहाड हो, उतातिर देखिने राजकाँडा हो, लम्कीबन्दा माथि पर्दछ। रमाइलो छ। अब यहाँ धेरै पर्यटकहरू पनि आउने गर्नुहुन्छ हाम्रो यहाँ। अब यो वैशाख जेठ महिनातिर प्रायः जसो तराईबाट झुलुङ्गे पुल हेर्न अनि यहाँ चिसो हावापानीमा बस्नको लागि पर्यटकहरू आउने गर्नुहुन्छ। धन्यवाद।